एक्सिडेन्ट भएको चाहिँ यहीँ हो। यो सिधा गयो भने चाहिँ ठ्याक्कै पुलिसको पेट्रोल पम्प पुग्छ वसुन्धराको। अनि यो चाहिँ रानीबारी जाने बाटो भयो। अनि यो चाहिँ सामुकुसी के भन्छ रेडन कलेज साइड जाने बाटो भयो। अनि यहाँबाट नि सामुकुसी नै जान्छ हैन। म आएको यो बाटो हो, रेडन कलेज साइडबाट आएको हो। ऊ अनि ऊ चाहिँ यो गल्लीबाट यस्तो स्पिडमा आएको थियो कि सायद मापासे गरेको थियो होला, रोकेन अनि सिधै यहाँबाट यता भाग्यो होइन है। सरी सरी भनेर रोक रोक भन्दा भन्दा पनि भागिहाल्यो। अब यहाँ देख्ने मान्छे कोही छैन, एकजना दाइ हुनुहुँदो रहेछ धन्न। उहाँ दाइले चाहिँ आएर बाइक साइक उठाइदिनु भयो। सायद अब यहाँ देख्नु हुने दिउँसो भइदियो सबैले देख्थ्यो होला। अब अहिले देखेन होइन त दाइ। मैले रोक रोक भनेको नि सुन्नु भएको थियो नि तपाईँले होइन? हजुर भित्र थियो, ब्राङ आवाज आयो, म ढोका खोल्दै थियो। मैले बोलेको सुन्नु भएको थियो रोक रोक भनेको। यो शब्द भनेर चाहिँ शब्द चाहिँ राम्रो प्रश्न नसुने हो। के भन्यो पख भनेर जब त के भनेर सुनिरहेको थियो। त्यही भएर निस्कियो। त्यही त मैले रोक्नु रोक पक 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 भन्दा भन्दै भागिहालेँ क्या सरी सरी भनेर होइन। अर्को बोले चाहिँ सुनेन होइन। उसले चाहिँ सरी भनेर टाप भागिहाल्यो क्या रोक भन्दा भन्दा पनि। अब यो चाहिँ भोलि अब यहाँ मेरो के क्षति भएको छ होइन। अब यो त भोलि बनाउनु लाउनु पर्छ। अब एक त मेरो ट्रिप पनि क्यान्सल भयो। म त अब यहाँबाट यहाँ पेट्रोल पम्प जाने हो नि त, पेट्रोल हालेर घर जाने हो क्या म थापासी। त्यही भएर म यो बाटोबाट यहाँ पेसेन्जर छोडेर आएको थिएँ क्या। यहाँबाट आएपछि अब सर आएपछि पुलिसको पम्पमा जान्छु अनि पेट्रोल हाल्छु भनेर सोचेर आएको हो खासमा म टिप उठाएर। अब यस्तो भइदियो हेर्नु न। अब रोक्नु त पर्छ नि रोक रोक भनेपछि होइन। त्यही माथि मेरो अस्ति भर्खर बनाएको बाइकलाई धेरै पनि भएको छैन होइन। यहाँ हेर्नु त ल यो के हो हेर्नु, यो पुरै गयो हेर्नु। यो के भयो, यो सब नयाँ फेरेको हो, भाइजर पनि हल्लेछ होइन। अरू के भएको छ। अब मेरो एउटा के अरे फुटेको भनेको एउटा यो मात्र फुटेको छ। यो चाहिँ पहिल्यै फुटेको थियो। यो एउटा चाहिँ मेरो पहिल्यै फुटेको थियो होइन। अरू चाहिँ मेरो केही पनि भएको थिएन होइन। अरू सबै नयाँ थियो। अब यसलाई फोन गरिसकेका छन्, अब त्यतातिर हेरिहाल्छ होइन। भोलि यहाँ के सिसिटिभीमा ठक्कै हेरिदिएपछि होइन। हजुर के भन्छ यो ठाउँको पत्ता लगाइहाल्छ होइन। हजुर कस्तो के हो कसो हो बुझिहाल्छ। अब भोलि नै कुरा गरौँला नि अरू के गर्नु त। अब त्यता पक्कै हात भेटिँदैन कुन गल्लीमा छिर्यो, यो त बढी छिर्यो होइन। मैले ट्राफिक सरलाई फोन गर्दाखेरि त्यो बाटो भागेको छु भनेर भनेको छु कि। त्यो बाटो छिरेपछि यहाँबाट छिरेपछि त ठ्याक्कै साङ्ग्रिलाको गल्ली निस्किन्छ नि त होइन। तर सायद त्यो साङ्ग्रिलाको गल्लीमा निस्किँदैन होला क्या। किनभने त्यहाँ समाउँछ भने त्यो भित्रभित्रै भाग्नु सक्छ कि होइन। भाग्ने मान्छेको धेरै सोच हुन्छ नि होइन। त्यही भने यस्तो भाग्दिएको हेर्नु न स्कुटर कुदाएर। यो जब कि यहाँ चारतिरै ऐना छ होइन। यहाँ हेर्नु है चारतिरै ऐना छ, जहाँबाट हेरे पनि देखिन्छ कि आएको हेर्नु न यो चारवटा ऐनाले होइन। जहाँबाट आएको पनि देखिन्छ क्या बाइक गाडी अथवा झन् राति त सेफ्टी हुन्छ नि त लाइटले पनि। धेरै सेफ्टी हुन्छ त्यो मापासे गरेर आएकोहरूले मात्रै हो भुतेर्ला नि। त्यो मापासे भएर हो क्या त्यस्तो कुदाएर भाग्या हो क्या। ल दाइ ल।